मासुको स्वाद बिर्साइदिने कटहरको कोफ्ता करी एक पटक खाएपछि तपाईले मासु खानै बिर्सनुहुनेछ। सबैभन्दा पहिले काँचो कटहरलाई ताछेर ससाना टुक्रामा काट्नुहोस्। अब एउटा प्रेसर कुकरमा कटहरका टुक्रा, ताछिएको आलु, अलिकति नुन र पानी हालेर 2-3 सिटी लगाउनुहोस्। उसिनेको कटहर र आलुलाई एउटा कचौरामा निकालेर राम्ररी माड्नुहोस्। अब यसमा जीरा, बेसन, मसिनो काटिएको हरियो खुर्सानी, हरियो धनिया र स्वाद अनुसारको नुन बेसार हालेर राम्ररी मिसाउनुहोस्। हातमा थोरै तेल लगाएर मिश्रणलाई ससाना डल्लाहरू बनाउनुहोस्। अब तातो तेलमा यसमा तार्नुहोस् र बाहिर निकाल्नुहोस्। तेल तताउनुहोस्। त्यसमा तेजपत्ता, सुकेको खुर्सानी र गरम मसला पड्काउनुहोस्। अब अदुवा, लसुन र टमाटरको पेस्ट हालेर केही बेर पकाउनुहोस्। एउटा कचौरामा दही लिनुहोस्। त्यसमा बेसार, रातो खुर्सानीको धुलो र धनिया धुलो हालेर राम्ररी फेट्नुहोस्। यो मिश्रणलाई प्यानमा हाल्नुहोस् र तेल नछुटिएसम्म पकाउनुहोस्। अब ग्रेभीका लागि थोरै पानी हाल्नुहोस् र उम्लन दिनुहोस्। ग्रेभी उम्लिएपछि अघि तारेका कोफ्ताहरू बिस्तारै हाल्नुहोस्। माथिबाट हरियो धनिया र ताजा क्रिम हालेर सजाउनुहोस्। लौ हेर्नुहोस्,